शिव बस्नेतले लेखेर पठाउनु भएको यो कहानी। आज बुझ्दैछु समयको महत्त्व अनि आफ्नोप्रति केही जिम्मेदारीहरू। पहिले पहिले सोच्ने गर्थेँ यति धेरै किन निन्द लाग्छ होला भनेर, तर आज सोच्ने गर्छु किन मलाई निन्द लाग्दैन होला भनेर। बिहान अबेलासम्म सुत्न केही जिम्मेदारीहरूले दिँदैनन् अनि राति चाँडै निदाउन मनभित्रका केही चिन्ताहरूले दिँदैनन्। सबभन्दा जरुरी त समय रहेछ यहाँ, आज बुझ्दैछु। किनकि कहिलेकाहीँ कहीँ कतै जानुपर्दा 10 मिनट बचाउनको लागि 10 रुपियाँ तिरेर जाने गर्छु अनि कहिलेकाहीँ त्यही 10 रुपियाँ बचाउनको लागि 10 मिनट हिँडेर जाने गर्दछु। कति अचम्मको छ है यो खेल। सबै खेल त समयको नै हो। न म गलत थिएँ न ऊ नै गलत थियो त बस हाम्रो समय।